भाषण होइन, सुन्दैछन् बालेन। झापा पासमा चल्यो मौन क्रान्ति। यहाँ कुनै जिन्दाबाद र मुर्दाबादको नारा छैन। झापा क्षेत्र नम्बर 5, जसलाई केपी ओलीको घर भनिन्छ, जहाँ 30 वर्षदेखि भाषण मात्र बित्यो, आज त्यहाँ एउटा अनौठो दृश्य देखियो। सुनहारा र ढ्याङ्ग्रीको धुलो उड्ने गाउँमा देशको भावी प्रधानमन्त्री भनिने बालेन शाह कुनै मञ्चमा छैनन्, कुनै सोफामा छैनन्, उनी भुइँमा छन्। बच्चाको हाँसोदेखि वृद्धको आँसुसम्म, महिलाको पीडादेखि युवाको आक्रोशसम्म बालेनले भाषण गरिरहेका छैनन्, उनी सुनिरहेका छन्। झापाको सुनहारा र ढ्याङ्ग्री, यी ठाउँहरूले 30 वर्षमा कति नेता देखे, कति मन्त्री देखे। हरेक चुनावमा गाडीका लावा लस्कर आउँथे, हात हल्लाउँथे र धुलो उडाउँदै जान्थे। तर आज बालेन शाह ती बस्तीका सागुरा गल्लीहरूमा हिँड्दैछन्। ढ्याङ्ग्रीको एउटा चौतारीमा जहाँ पुराना नेताहरू आउँदा रातो कार्पेट ओछ्याइन्थ्यो, त्यहाँ बालेन खाली भुइँमा बसेका छन्। एकजना आमा जसको अनुहारमा समयको रेखाहरू कोरिएका छन्, बालेनको हात समातेर रोइरहेकी छिन्। सायद उनी भन्दै छिन्, बाबु मेरो छोरा खाडीमा छ, कहिले फर्कन्छ। एउटा युवा जसको हातमा डिग्रीको सर्टिफिकेट छ तर गोजीमा दाम छैन, ऊ बालेनको आँखामा आँखा जुधाएर आफ्नो पीडा पोख्दैछ। बालेन केही बोल्दैनन्, मात्र सुन्छन् र कहिलेकाहीँ टाउको हल्लाउँदै डायरीमा टिप्छन्। यो दृश्य देख्दा लाग्छ आज बल्ल झापा पासले आफ्नो अभिभावक भेटेको छ। यहाँ कोही ठुलो मान्छे छैन, यहाँ त सबै आफ्नो मान्छे भएका छन्। अब म प्रश्न गर्छु ती बा र कमरेडहरूलाई, ओली बा, तपाईले दम्बकमा भ्युटावार त बनाउनु भयो, तर के त्यो भ्युटावारबाट कहिल्यै तलको सुनहारा बस्तीको पीडा देखियो? तपाईले रेल र पानी जहाजका सपना त बाँड्नु भयो, तर के कहिल्यै ढ्याङ्ग्रीका युवाको पासपोर्टको पीडा सुन्नुभयो? तपाईले सधैँ सुनाउनु भयो, कहिल्यै सुन्नु भएन। तपाईलाई लाग्यो म जान्ने छु, म बुझ्ने छु, जनता त केवल सुन्ने श्रोता हुन्। तर हेर्नुस्, समय बदलिएको छ। बालेनले आज झापामा उभिएर कुनै ठुला गफ दिएका छैनन्। उनले समृद्ध नेपालको नारा रटाएका छैनन्। उनले त मात्र जनताको मन छामेका छन्। तपाई भाषणले मान्छे लठ्याउनुहुन्छ, बालेन व्यवहारले मान्छे ब्युजाउँदैछन्। तपाईको राजनीति अहंकारको जगमा उभिएको छ, बालेनको राजनीति समानुभूतिको जगमा। त्यसैले त आज तपाईको सभामा मान्छे ओसार्न गाडी पठाउनु पर्छ, तर बालेन जहाँ उभिन्छन् त्यहाँ आफै जनसागर उर्लिन्छ। महिला दिदीबहिनीहरू जो चुलो चौको र खेतबारीमै सीमित थिए, आज बालेनलाई देख्दा किन यसरी खुल्दैछन्? किनकि उनीहरूलाई थाहा छ यो मान्छेले काठमाडौँमा जे बोल्यो त्यो पूरा गर्यो। उनीहरू